तो हेलो गाइज वेलकम ब्याक टु माई पहाडी ब्लग आई होप सबजना सन्चै हुनुहुन्छ ल म पनि एकदम अलगुड हो फेरि यहाँ स्कुटीले झक्याङ झक्याङ गरिन् फेरि त्यो सुनिएको छैन सो आज चाहिँ स्कुटीमा चाहिँ ट्राभल गर्दैछु होइन म चाहिँ टक्कबाट घुम्दैछु म यहाँ स्कुटी बाहिर आएको छु तर एक आधाले फेरि यस्तो कभर गरिदिइरहेको छु सो मैले चाहिँ यहाँ सब्जी सामान ल्याएको छु होइन साग सब्जी ल्याएको थिएँ सो यस्तो छ रोड चाहिँ यति खतरा छ क्या होइन गाइज होइन तर के भन्नु क्या यस्तो खतरा छ तर पनि एक आधाले चाहिँ म देख्न सक्छु कभर छ एक आधाले चाहिँ गरिदिइरहेको छ होइन जस एकदम रमाइलो छ सो म चाहिँ यता छु होइन फेरि बसिरहेको छु बाटोको हालत चाहिँ देख्न सक्नुहुन्छ यस्तो खतरनाक छ क्या जन्जिर खतरनाक अब यहाँ त सकिँदैन होला एक हातले के थाहा ट्राई चाहिँ गर्छु हार मान्नु हुँदैन अरे दे हेर्नु न कहीँ यहाँ नि हार चाहिँ मान्नु हुँदैन अरे त्यही हो होइन त्यहाँदेखि चाहिँ उसिसक्यो त्यो बाटो फेरि यस्तो खतरा छ क्या के भनौँ र तर पनि चलाइदिइरहेको छ होइन जोस् चलाइदिइरहेको छु गाई छैन चलाइदिइरहेको छु क्या पुरा हो यार यस्तै चाहिँ बबाल छ होइन जोस् पाहाडतिर चाहिँ रमाइलो छ एकदम स्वतन्त्र हावा होइन यहाँ चाहिँ खतरा ठाउँ छ त्यस कारण चाहिँ अब दुई हात चाहिँ चलाउनै पर्छ त्यही हो होइन गाई म देख्न सक्नुहुन्छ अब यहाँ चाहिँ म स्कुटीमा चाहिँ गइरहेको छु सो एक हातले चाहिँ म कभर गर्ने भनेर चाहिँ म हिँडिरहेको छु होइन सो कस्तो हुन्छ त एक हातले कति कभर गर्छु त्यसलाई हेरौँ होइन बाटो अघि यस्तो खतरा छ तर कहाँ गइरहेको छ बाटो हेर्नु न अघि पुरै खतरनाक छ तर पनि एकातले चाहिँ स्कुटी पुरै कभर हानिदिइरहेको छु कि मजाले धेरै खतरै नै थुकै गइसक्यो होइन सो त्यही होइन धेरै खतरै नुन भएन खतरैले चाहिँ थुकैमा गइसकेको थियो फेरि जेठो भइसकेको थियो तर फेरि कभर चाहिँ गरिदिएको सो यस्तो छ होइन चिरमा हो एकदम बाटो चाहिँ यस्तो खतरा छ होइन के भन्ने रहेछ तर पनि हार चाहिँ मान्ने भन्ने हुँदैन सो पहिरोहरू चाहिँ यस्तो माथि माथिबाट आइरहेको छन् तर पनि यो गाले चाहिँ यस्तो स्कुटी चाहिँ मैले कभर गरिदिइरहेको छु सो मान्छेहरूले मलाई चाहिँ पहिला पहिला लाग्थ्यो होइन यो गाले चाहिँ स्कुटी कसरी चलाउँछन् भन्थे तर यसरी चलाउँदो रहेछन् होइन जब आफ्नो कभरमा भइसक्यो भने चाहिँ जे चिज पनि चलाउनु सजिलो हुँदो रहेछ सो त्यही कारण चाहिँ एकदम बवाल छैन मजा आइरहेको छ एकदम आनन्द होइन गाइज यहाँ देख्न सक्नु भ्यू हेर्नु भ्यू यस्तो बवाल देखिरहेको छ के कुरा गर्नु